हात्ती र बाघबाट सुरक्षा, हाम्रो सचेतना, हाम्रो सुरक्षा। हात्ती हाम्रो सम्पदा हो, तर कहिलेकाहीँ हात्ती आक्रामक हुन्छ। विशेष गरी एक्लो भाले हात्ती, बच्चा साथमा भएको हात्ती वा मस्त अवस्थामा रहेको हात्ती अत्यन्तै आक्रामक हुन सक्छ। यदि हात्ती अचानक देखा पर्यो भने आफूसँग भएको टोपी, झोला, चप्पल जस्ता सामग्री फ्याक्नुहोस्। जति सक्दो छिटो तर बाङ्गो टिङ्गो बाटो हुँदै दौडिनुहोस्। सिधा जङ्गलमा नपस्नुहोस्। हात्ती नजिक देखिएमा कम्तीमा 150 मिटरको दूरी कायम गर्नुहोस्। घर वरिपरि खाना, जाँड रक्सी वा गन्ध आउने वस्तु नराख्नुहोस्। हात्तीले घरमा आक्रमण गरेमा प्रतिकार नगरी सुरक्षित स्थानमा जानुहोस्। हात्ती गाउँमा पसेको खण्डमा तुरुन्तै नजिकको प्रशासन, वन कार्यालय वा निकुञ्जलाई जानकारी दिनुहोस्। बाघ पनि हाम्रो प्रकृतिको हिस्सा हो, तर बाघसँग जम्काभेट हुँदा विशेष सावधानी अपनाउनु आवश्यक छ। बाघ एक्कासी झम्टिन सक्छ, त्यसैले चुप लागि आँखा जुधाउँदै बिस्तारै पछाडि हट्नुहोस्। यदि सम्भव भए अग्लो रुखमा चढ्नुहोस्। समूहमा हिँड्नुहोस्। चर्को आवाजमा कराउनुहोस्। टाउको र घाँटी जोगाउनुहोस्। झाडी वा अग्लो घाँस नजिक सतर्क रहनुहोस्। बाघको पाइलो वा गन्ध देखिएमा त्यसतर्फ नजानुहोस्। जङ्गल जाँदा चम्किलो लुगा नलगाउनुहोस्। हात्ती वा बाघले क्षति पुर्याएमा राहतको व्यवस्था गरिएको छ। हात्ती जस्तो सङ्कटापन्न जनावरलाई हानि पुर्याउनु गैरकानुनी कार्य हो। यस्तो गरेमा कडा कानुनी कारबाही हुनेछ। आउनुहोस्, हामी सबै मिलेर वन्यजन्तुबाट हुने क्षतिको न्यूनीकरण गरौँ, सचेत बनौँ र आफ्नो तथा समुदायको सुरक्षा सुनिश्चित गरौँ। सहयोग गरौँ, सचेत बनौँ। शुक्लाफाँटा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।